ल बाई बाई है सबैजनालाई ल आइयो ख्याल राख्नु आमा चाँडै सन्चो हुनु होला ल दाइ बाई फाइनल्ली हेलो पोखरा आइयो अब बाटो काट्दैछु हाम्रो चाहिँ ठ्याक्कै अगाडि ग्यालेक्सी फुड एन्ड फेन्जी 0 किलोमिटरमा छ म चाहिँ आइपुगेँ हेलो दाइ नमस्ते के छ खबर ठिक छ दाइ सम्झिँदै आएको गोप्रो लिएर आएको छु यसपालि दाइसँग नि भेट भयो ल अझै त्यो बसौँ के लागौँ दाइ बसौँ न बसौँ है हजुरको नाममा है Welcome to my vlog. हेलो गाइस वेलकम टु माई च्यानल Channel to my welcome. Live vlog है vlog यो. ल हेलो 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 एको हो यो नाम भन्न त नाम रोशनी ए रोशनीले खाँदै हो फाइनली हामीले पसलबाट छुटकारा पाइयो ब्रेक जस्तो भयो दाइले मलाई नास्ता खिलाउनु लाँदै हुनुहुन्छ के खिलाउँछु भन्नुभयो अरे कहाँ 0 किलोमिटर ठ्याक्कै हिमाल देखिने कि दाइ सुरुमा आउँदाखेरि हिमाल देख्दा कस्तो लाग्थ्यो लाग्थ्यो रमाइलो लाग्थ्यो गाइस त्यहाँ चाहिँ भर्खरै बाइक र स्कुटी ठोकियो लोट्न चाहिँ कोही लोट्नु भएन र चाहिँ ट्राफिक आउनुभएको छ प्लस मलाई चाहिँ चिया दिनुभएको छ मजाले चिया खाँदै यहाँ कति धेरै चिया कि एक कप चिया हो त्यहाँ हाम्रो गिलास पनि कति ठुल्ठुलो कि यहाँ त भाउजू हामी दाइको घर छौँ खाना खिलाउँदै हुनुहुन्छ त्यहाँ हाम्रो दुर्गेश दाइ ल भाउजूले खाना बनाइदिनु भएको छ भाउजू धेरै धेरै थ्याङ्क यू धन्यवाद ल गाइस फाइनल दाइले मलाई लेग साइड ल्याउनु भयो दाइले चाहिँ ठ्याक्कै गाडी पार्क गर्नुभयो अहिले चाहिँ एकदमै डेकोरेसन गरेर राख्नुभएको रहेछ सर अम्ब्रेला कहाँ ल्याउनु भयो मलाई हामी अहिले लेक साइड आइएको छ अब सरलाई घुमौँ है चिसो मौसममा होइन दाइसँग सम्झनै भयो नि होइन एक प्रकारले यहाँ त नयाँ भएछ है अहिले यो पहिला बाहिर देशमा गर्थ्यो नि त यसरी गाउँ नि अहिले यहाँ आएछ कि ल उहाँ चाहिँ रोजहरू बेच्दै ए बहिनीहरूले पो हुन्छ ल हाई गरिदियो एटलिस्ट हाई गरिदियो ल हाई गरिदियो अहिले हाई गरिदियो ल अनि दाइ हाम्रो फेवाताल पनि खिच्छ सर देखेन दाइ क्यामेराले देखेन आहाल त कस्तो राम्रो देखिने है क्या म लाइट हालिदिन्थेँ भएरमै गएँ ल रहर पनि पुरा गरियो गो काट्नु यसले गो काटे भन्छ कि कसो भन्छ रमाइलो भयो ल लाग्यो अन्त ल ल बहिनीहरूले यसै बाहिर गरेर सम्झनाको लागि ल म लेग साइड आउने भनेको यसैको लागि हो त्यही पनि अर्कोलाई त जोडी हुनुपर्छ नि त एकअर्काले सिङ्गललाई ठिकै छ सिङ्गललाई ओके ल हामीले चिया खाने भन्दा भन्दै हामीले बहिनीसँग खाना लाग्छौँ बहिनीले कस्तो चिया बनाउँदो रहेछ हेर है हाई गरिदेऊ न त्यहाँदेखि ल चियर चाहिँ ल बहिनी होइन सर फोटो खिच्यो दामी होइन भिडियो सुटिङ पनि गरियो सानो सानो मर्निङ फ्रम पोखरा म चाहिँ हिमालय नआएको अगाडि सर यहाँ पोखराको यसरी सुरुवात हुने चाहिँ दिन सर हिमाल हेर्दै यहाँदेखि वहीँसम्म अहिले त ढिलो भइसक्यो मैले त पहिला आँखा हेरेँ अनि भुलेँ एकछिन ल मजामुख पनि धोएन त्यही भएर यतातिर फर्काउन्न अब चाहिँ नास्ता खाएर पसल लाग्ने हाई गुड मर्निङ गाइस यहाँ चाहिँ बाबु नानीहरू ल अब भाउजूसँग नि बिदा लिँदैछ ल भाउजू बाई ल लागे है भाउजू धन्यवाद ल हामी पोखरा बगरतिर लाग्दैछौँ अब पोखरामा 2टा शाखा छ हामी चाहिँ ठ्याक्कै बगरको लोकेसनमा आएको छौँ शाखामा उहाँ चाहिँ
यहाँको इन्चार्ज चाहिँ आफ्नै मान्छे बिहामा जानुभएको छ र दाइ र म छ मैले दाइले चाहिँ पछिल्लो भिडियो हेर्दै हुन्छ लोकेसनको लागि यहाँको शाखा सरसँग बिदा लिइदिउँ ल बाई बाई ल फेरि चाँडै भेट हुन्छ है ल ल बगरलाई पनि बिदाई गरिदिएछौँ हामी अहिले बिन्दाबासिनी मन्दिर बिन्दाबासिनी मन्दिर नमस्ते ल पोखरालाई पनि बिदाई गरी हाम्रो पुष्कल दाइलाई नै यहीँबाट बिदाई गरेँ माथि गइएन अब दाइ हतारमा ल लाग्दैछ होइन दाइ फाइनल्ली चाँडै भेट हुन्छ फेरि